हाई एभ्रिवान वेलकम ब्याक टु माई च्यानल। अनि अहिले चाहिँ बिहानको बजार छ 4:30 अनि आज चाहिँ एकदम छिटो उठेको छु म है। अनि बाहिर चाहिँ पानी पर्दैछ। आज चाहिँ किन छिटो उठ्यो भन्नु पर्दाखेरि चाहिँ आज हामीलाई जनकपुर जानु छ है। कस्तो अड्क्यो किन हो जनकपुर जानु छ किन भन्दाखेरि चाहिँ अस्ति उसको एक्जाम थियो। अनि त्यसपछि अस्ति त अब कर्फ्यूहरू भयो, आन्दोलन भयो, यताउता भएर अनि एक्जामै क्यान्सल भयो नि त। अनि यतिकै रिटर्न हुनु परेको थियो। अनि त्यसपछि अब फेरि हिजो चाहिँ नोटिस आएको रहेछ आजको चाहिँ एक्जाम हुन्छ भनेर। अनि जुन त्यो 2टा छुटेको एक्जाम थियो त्यो एक्जाम चाहिँ अलिक पछि सरेको रहेछ। आज चाहिँ अर्को एक्जाम छ भनेर चाहिँ नि हिजो नोटिस आएको रहेछ। अनि ट्यु पनि कस्तो कि अब आज एक्जाम भएपछि एक दिन अब हिजो भन्दा नि कमसेकम अस्ति नोटिस दिएको भए त अब सजिलो हुन्थ्यो नि त होइन। अनि त्यो अनुसार प्रिपेयर भइन्थ्यो। केही पनि थाहा थिएन। हिजो बेलुका अचानक अब भोलि चाहिँ जानुपर्छ एक्जाम दिन भन्नुभयो। अनि त्यही भएर चाहिँ हामी बिहानै 4 बजी निस्किने भनेर सोच्थ्यो। किनकि एउटा एक्जाम आज छ भने अरू एक्जाम चाहिँ एकैचोटि अलिक पछि लास्टमा छ क्या, 28-29मा छ। अनि त्यही भएर 28-29 होइन 26-27 होला, 26-27मा छ भन्नुभयो। अनि फेरि त्यत्रो दिन बस्ने कुरा त हुँदैन। अनि आजै गएर चाहिँ एक्जाम सकेर अनि आजै फर्किने भन्ने कुरा गरेको। 12 बजीदेखि 3 बजीसम्म एक्जाम हुन्छ। अनि 3 बजी सकेर अनि फेरि ब्याक टु काठमाडौँ नै आउने भन्ने प्लान भएको छ। अनि त्यहाँबाट चाहिँ बिहान 4 बजी चाहिँ हामी घरबाट निस्किसक्ने भनेको थियौँ। उठेर पनि बसेको तर पानी यति ठुलो परेको आज। फेरि अरू दिन पानी पर्दैन है, अरू दिन परेको थिएन। आजै हिँड्नुपर्ने, आजै पानी परेछ। अझै पानी परेर भएर हामी एकछिन होल्ड गरेको थियौँ। 4:30 जति भयो। अहिले चाहिँ पानी अलिक कम भएको छ। अब चाहिँ रेडी भएर निस्किनु पर्ने हुन्छ। अलिअलि मुखमा चाहिँ क्रिम पाउडर पोते जस्तो गरौँ। अनि त्यहाँबाट निस्किनु हुन्छ नि त। खासमा मेकअप गरेर पनि केही फाइदा छैन। त्यता जाने भएपछि गर्मीले पसिनाले मान्छे नुहाइन्छ। तैपनि अहिले चाहिँ पानी अलिकति कम भएको छ। सो अब यही बेलामा चाहिँ रेडी भएर निस्किहाल्नु पर्ने हुन्छ। सो अब चाहिँ निस्किने बेला भेटौँला। फोन पनि एकछिन चार्ज गर्नुपर्ने हुन्छ। सो अब चाहिँ एकछिनमा भेटौँला। अहिले चाहिँ 5 बज्न लाग्यो। अब हामी चाहिँ फटाफट गरेर निस्किनु पर्ने हुन्छ। मैले चाहिँ बोतल पनि लिएँ, सजिलो हुन्छ नि त। लाउँछु जुत्ता लगाएर फटाफट कुद्न पर्ने हुन्छ। ढिला भयो। एकछिन बाटोमा भेटौँ न। कुनै रोक्यो पानी? हामी चाहिँ 4 बजी घरबाट निस्किनु भने पनि एकदम 5 बज्यो। अहिले चाहिँ पानी पुरै रोकिएको छ। अहिले चाहिँ पानी परेको छैन, सबै रोक्यो। अब हेरौँ बाटोमा आज पानी नपरेर गएर पानी नपरेर आउन पाए सजिलो हुन्छ भनेर सोचेको छु। हामी चाहिँ आज जनकपुर जाँदैछौँ। हेटौँडाको बाटो यतातिर त वेदर चाहिँ भयङ्करै छ। बोलेको चाहिँ सुनेको छ कि छैन थाहा छैन, तर म भ्यू चाहिँ देखाउँछु नि त। भ्यू त केही देखाएन, वेदर देखाउँछु यहाँ। हामी चाहिँ पुग्न लाग्यौँ कुलेखानी। अनि हाम्रो चाहिँ हुलिया यस्तो छ यता हामी जस्तो पर्ने हिँडेछौँ। किनभने उतातिर चाहिँ पानी परेको थियो, तर यता चाहिँ फेरि अब यस्तो छ, केही देखिएको छैन। यही भित्र हिँड्दैछौँ। अब अलमोस्ट कुलेखानी पुग्ला होइन। कुलेखानी पुग्न लाग्यौँ। अब यत्तिकै जानुपर्ने हुन्छ कहाँ चाहिँ, किनकि ठाउँ ठाउँमा कतै पानी पर्दै कतै परेको छैन, कतै पर्दै कतै परेको छैन गरेर छ। किन उहाँ तल रोकेको थियो त्यस्तो उकालोमा, अनि तल सर्दै थियो स्कुटी। मैले माथि ल्याएर अब चाहिँ फेरि लाग्यौँ हामी। अहिले चाहिँ ट्याक्क 6:30 भयो। अनि 6:30मा चाहिँ हामी कुलेखानी ड्याम आइपुग्यौँ। यो चाहिँ कुलेखानी ड्याम। अनि उता चाहिँ भिडियो खिच्न मिल्दैन किनभने उता चाहिँ आर्मी एरिया पर्छ। अब चाहिँ मैले ड्याम देखाउनको लागि भिडियो अन गरेको। हामी चाहिँ आइपुग्यौँ भीमफेदी। अनि चिसो छ यता चाहिँ वेदर आज। खै बिहानै भएर हो कि के हो, मैले चाहिँ यतातिरको वेदर चाहिँ यस्तो चाहिँ देखाएको थिइनँ है। पानी पऱ्यो भएर नि हुनसक्छ, बिहानै भएर नि हुनसक्छ। 7 बज्दैछ अहिले चाहिँ, 7 बज्यो होला। अनि हामी चाहिँ जहिले पनि यहाँ आएको बेला चाहिँ
यो अङ्कलकोमा चिया खाएर जान्छु कि यहाँ चाहिँ एकदम मिठो चिया बनाउनुहुन्छ अङ्कलले। अनि अहिले चाहिँ बस्नु त हामी यहाँ आएको बेला चाहिँ जहिले नि यहीँबाट चिया खाएर जान्छौँ होइन, अन्त जाँदैनौँ। यो बाटो हिँड्ने बेला चाहिँ यही अङ्कलकोमा मात्रै चिया खान्छौँ हामी चाहिँ। एकदम राम्रो छ, ठ्याक्कै हाइवेमै छ, ठ्याक्कै टर्निङमा भीमफेदी यता भयो होइन, भीमफेदीको उयो बजार, त्यहाँबाट माथिबाट आउँदाखेरि ठ्याक्कै टर्निङमा पर्छ कि। अनि एकदम मिठो चिया बनाउनुहुन्छ अङ्कलले। हामीले चाहिँ फर्स्ट टाइम जाडो महिना अगाडिको वर्ष मङ्सिरमा जनकपुर सरी जाँदाखेरि राति 4 बजी उठेर गएको थियौँ नि त। अनि त्यसपछि यहाँ त अनि बिहान लगभग चाहिँ 6 साढे 6तिर आइपुगेको थियौँ, 6तिरै होला। अनि त्यहाँबाट यस्तो जाडो भएको थियो होइन, थरथर कामिरहेको थियो कि जाडो महिनामा मङ्सिर पुसमा हिँडेको थियौँ। अनि यहाँ बाहिर आगो बालिरहनु भएको थियो कि अङ्कलले त्यति अँध्यारोमा नि। अनि आगो बालेर देखेर चाहिँ आगो ताप्न बसेको थियौँ। अनि त्यतिखेर चिया खाएको थियौँ, फर्स्ट टाइम चाहिँ त्यतिखेर चिया खाएको थियौँ। अनि कस्तो मिठो लागेर अनि त्यसपछि यो बाटो हिँड्यो कि हामी यहीँ चिया खान्छौँ। अस्ति मदर्स डेमा पनि यता मम्मी बाटामा आउँदा पनि यहीँ खाथ्यौँ। अनि अस्ति चाहिँ अब सिन्धुलीको बाटो हिँड्यो भएर उताबाट गएको थियौँ, यता अब योपालि चाहिँ उताबाट हिँडेछ, त्यही भएर यहीँ खान्छौँ। अब चाहिँ चिया आयो है, चिया खाएर निस्किने हो। ड्राइभरले नम्किरे धमी गरेँ कि है, मलाई चित्त बुझेन। म यो विधि गर्नु नकोलो भन्दै त्यसले धमाउनु खोजिरहेको त्यसले। अनि ए तेरो घर कहाँनिर कहाँनिर ल भन्छ भने मैले म त यहीँको त होइन चिनिहाल्छु लोकल तेरो घर बेच्नु कहाँनिर हो किन त लाग्यो त्यो साइडमा आएको त बिचरा तिमी त्यहाँबाट आएर त्यसको तेल बेच्नु खोजिदिएँ त्यो लोकल सोल भनेर त्यो धमाउनु खोजिदिएँ तेरो घर कहाँ बेच्नु ल भन्दा मलाई भने मैले तँ कुरोको जाने कि तँ के गर्ने थपडा खाने तँ भने त्यो लाग्यो अनि चाहिँ अनि यहाँ आएछ अङ्कलको कहानी सुन्न चाहिँ मजा आउँछ है। म त जाइत कुद्नु जाने अब त्यो कस्तो पनि राम्रो कुरो म फेरि हात पनि गइहाल्छ मेरो के गर्ने त्यसरी अङ्कल अब लोकलले नि हेर्ने कुरा आएन नि त बाहिर। म लोकल भन्दैमा अब चाहिँ यहाँबाट चाहिँ मैले हाक्नु हुन्छ आजको राइडर चिया खायो गाइस। अब चाहिँ यहाँबाट फेरि सिधै जाने हो। अब कता पुगेर के खाइन्छ थाहा छैन। अहिले बिहान चाहिँ अब धेरै केही पनि रुच्दैन, त्यही भएर चिया मात्र खायौँ। अब चाहिँ सिधा सिधी लाग्नुपर्ने हुन्छ यहाँबाट। जनकपुर आइपुग्यौँ। अब कति हामी 11:30 जनकपुर आइपुग्यौँ। अहिले ठ्याक्कै 12:10 भयो। अब चाहिँ गइसक्यो एक्जाम दिन। अब म यहाँ 3 घन्टा कुरेर बस्नुपर्ने हुन्छ। म चाहिँ छु यहाँ पार्किङमा। आज चाहिँ जनकपुरको वेदर एकदम शीतल छ। म चाहिँ पार्किङमा मस्त बसिरहेको छु, आगे पछि कोही छैन तर म मस्त बसिरहेको छु। अब 3 घन्टा बस्नुपर्ने हुन्छ। पानी अलिअलि परिरहेको थियो, त्यही भएर म बाहिर गएको छैन अहिले चाहिँ। अब दिउँसोसम्म पानी परेन भने चाहिँ म घुम्न जान्छु एक्लै भयो नि। पानी पऱ्यो भने चाहिँ म यहीँ बसेर बिताउनेवाला छु। अरू त त्यस्तै हो गाइस। सबभन्दा झ्याउ काम भनेको चाहिँ कुर्ने हो। वेटिङ यता बाहिरतिर यसो घुम्न पनि गएको, तर यतादेखिको मान्छेले अर्कै हेर्छ नि त्यस्तो सर्ट्स लाएर हिँड्यो भने। बाटोमा कस्तो अनकम्फर्टेबल हुन्छ जिन्स लाएर हिँड्यो भने। अनि यता फेरि यस्तो गर्मी छ कि अस्ति मलाई फेरि जिन्स मेरो जिउमा टाँसिरहेको थियो पसिनाले। अनि त्यही भएर म चाहिँ आज सर्ट्स लाएर आएको, तर हेरेर जरा अलिक फरक हुन्छ। त्यहाँबाट बाहिर निस्क्यो भने चाहिँ फेरि फर्केर पार्किङमा चुपचाप पार्किङमा बसिरहेको छु। अब म 3 घन्टा बस्नु भने चाहिँ भर्खर 12:30 ठ्याक्कै 12:30 भयो। 3 बजीसम्म मलाई के गरी बसिरहेको छु, गीत सुनेर बसिरहेको छु। अहिले चाहिँ पावर ब्याङ्कहरू सबै निकालेर रेडी राखेको छु। गीत सुन्नुहोस् न, चार्ज सकियो मोबाइल पनि चार्ज गर्छु ल। मेरो साथी चाहिँ उयो आउनुहुन्छ यो बाख्रा हो कि के हो यो चाहिँ। अस्ति पनि म यहाँ बस्दा यहाँ आइदिएँ होइन, मैले भिडियो बनाएको थिएँ। आज पनि म यहीँ छु, ऊ पनि यहीँ जाने। उसको सायद जहिले यहाँ के भन्छ खाना आउने ठाउँ, उसको चाहिँ खाना आउने ठाउँ यहीँ होला के भन्छ, तर कस्तो भन्दै होइन मनमा आयो मुखमा आएन।
टन्नै घाँसहरू छ नि त के पो भन्छ त्यसलाई चर्ने चर्ने ऊ चाहिँ चरेर आएको होला यहाँ घाँस चाहिँ मजाको छ यता सर्प होला भन्ने डर छ जस्तो घाँस छ अहिले उयो त्यो येल्लो कलरको बिल्डिङ लागिरहन्तिर मान्छे मस्त बसेर चाहिँ पार्किङ पानी पऱ्यो गाइस पानी पर्दैछ मजा लाग्दैछ म त मस्त बसेर शीतल भएर नि मलाई चाहिँ बस्न मजा आइरहेको थियो क्या अस्ति आउँदा चाहिँ गर्मीले मर्न होला त्यो कर्फ्यू भएर पनि ठिकै भएछ कस्तो शीतल आज तपाईँतिर यस्तो शीतल पानी परेर अघि आउँदा नि हामी आउँदा नि पानी परेर भिजेर आएको अहिले पनि पानी पर्दैछ मजा लाग्दैछ मलाई चाहिँ किनकि म सेफ ठाउँमा छु नि त पानी पऱ्यो नि भिज्ने ठाउँमा छैन पानी पऱ्यो नि मलाई मतलब भएन मजा आउँदैछ शीतल छ काठमाडौँ जस्तै फिल आइरहेको छ अब चाहिँ 3 बजे जम्मा 26 मिनट बाँकी छ अनि म चाहिँ कति 3 बजेमा रेडी भएर बसिसकेँ होइन जानको लागि सब रेडी गरिसकेँ अनि अब म चाहिँ कुन बेला 3 बजेर कुदौँ भएर चाहिँ हामी चाहिँ आजै रिटर्न हुने हो नि त किनकि अब अर्को इक्जाम अहिले छैन सो यहाँ यत्रो दिन बसेर पनि काम छैन आफ्नो बिजनेस पनि हेर्नुपर्ने हुन्छ उसको पनि आफ्नो काम छ भोलिदेखि आमा जानुपर्छ उसलाई पनि सो हामी चाहिँ आजै काठमाडौँ फर्किने हो राति 10-11 बजीसम्म घर पुग्छौँ होला 3 बजी निस्किने भन्नुभएको छ अब कति 3 बजी पुरा बस्छु म चाहिँ पानी चाहिँ फेरि पर्दै रोक्दै रहेछ अहिले रोकिरहेछ अहिले फेरि एकैछिन सानो पर्छ फेरि रोकिन्छ अब अहिले एकछिनको इन्जेल रोके त हुन्थ्यो भनेर बसिरहेको छु म यहाँ कुरेर हामी चाहिँ जनकपुरबाट 3:30 बजे निस्केको अहिले चाहिँ ठ्याक्कै 6 बजे हामी चाहिँ चन्द्रनिगापुर भन्ने ठाउँमा आइपुग्यौँ अब यहाँ चाहिँ अलिकति खाजा खाएर बिहानै केही खाएको छैन अब अलिकति खाजा खाएर अनि फेरि दौडिन पर्ने हुन्छ पानी यति परेर चाहिँ बाटोमा यस्तो छ हुलिया पानी यति धेरै परेर चाहिँ पानी यति धेरै परेर चाहिँ मोबाइलले निकाल्न पाएको पनि होइन कहीँ रेस्ट गर्न पाएको पनि होइन केही गर्न पाएको पनि होइन अब यहाँ पनि फटाफट खाएर केही छैन रहेछ समोसा रहेछ पकौडा रहेछ यही भयो नि खाएर कुद्न पर्छ भनेर अब यति खाएर फेरि कुद्ने हो यति थकाइला चाहिँ यति थकाइला निन्द्रा झुकझुक लगाइरहेको छ बिहानदेखि उठेको 4 बजीदेखि पानी नपर्दा पनि सजिलो हुन्थ्यो कि पानी यति परिरहेको छ नि बिजोक बनाएको छ पानीले बाहिर अब अहिलेको अपडेट चाहिँ यति नै हो यो चाहिँ हो हाम्रो खाजा मिठाई पनि थियो मिठाई चाहिँ मैले खाइनँ अनि यो अर्को के हो नाम लिट्टी के भन्छ मलाई चाहिँ मन पर्दैन म यही मात्र खान्छु अब चाहिँ यति फटाफट खाएर हिँड्नुपर्ने हुन्छ पेटको खान गाइज हामी चाहिँ अहिले बजे ठ्याक्कै 9:15 आज यति धेरै पानी परेको हामी जनकपुर पुगेदेखि पानी परेको अनि फर्किने बेला त रोकिन्छ होला भन्दा त्यो पानी पनि रोकेन हामीलाई पनि पुरै निथुकै भिजाएको थियो रेनकोटले पनि केही काम गरेको छैन यहाँ पानीमा यति भिजिँदा बाटो फेरि यस्तो पानी जमेको त्यो कहाँनिर खाल्टो छ भने थाहा छैन कहाँनिर के छ भने थाहा छैन त्यो बाटो हिँडिसक्नु छैन पानी उत्तिकै परेको रोक्ने ठाउँ छैन थकाइ यति लाग्यो बिहान 4 बजीदेखि उठेर यहाँ ट्राभल गरेको एक्जाम सकेर उसको फेरि निस्किँदाखेरि 3:30 भएको थियो 3:30 बजे निस्केको मान्छे 9 बजे हेटौँडा आइपुगेको भन्दा कसले चाहिँ पत्ता हुन्छ होला है हामी अरू बेला पहिलाको पालि एक्जाम दिन आउँदा पनि एक्जाम 3 बजे सकेर हामी 3:30 बजे निस्किँदा पनि 10 बजे त काठमाडौँ पुगिसक्थ्यौँ पुगेको पनि रेकर्ड छ आज त के भएको यो पानीले गर्दा हिँड्न नदिएर त्यसमाथि फेरि यता पत्लैया पुगेपछि स्कुटीको हावा गयो त्यसमा अर्को तनाव त्यो हावा हाल्ने पसल त्यो के भन्छ वर्कसप खोदा कुनैमा हावा नै सक्यो अरे त्यस्तो मैले पहिलोचोटि सुने हावा पनि सकिँदो रहेछ फेरि वर्कसपमा पनि त्यसपछि काहीँ चाहिँ फेरि मान्छे छैन स्कुटी फेरि दायाँ बायाँ हल्ला छ अगाडि टायरको हावा थिएन टायरमा हावा नभएपछि स्कुटी नाच्दो रहेछ मलाई थाहा थिएन मैले आज पहिलोचोटि थाहा पाएँ त्यसपछि त्यो स्कुटी मर्मत गर्नलाई ठाउँ खोदा स्कुटी बल्ल मर्मत भयो यही मान्छे हो अनि त्यहाँबाट स्कुटी मर्मत गऱ्यो त्यसपछि पानी रोकिने नाम लिँदैन अब जाने काठमाडौँ जाने बाटोको हालत त्यस्तो छ पानी यति परेको छ अँधेरो यति राति 9 बजिसक्यो 9 बजे गएर काठमाडौँ कुन बेला पुग्ने 12 बज्छ पुग्दा
फेरि यताको बाटो अलिक सुनसानै हुन्छ उता के भन्छ मुगलिनतिरको जस्तो मेन हाइवे नै पर्दैन नि त त्यता भयो भने त नाइट बसहरू अलिक मजाले हिँडिरहेको हुन्छ नि फाटोफुटो गाडी त्यता चाहिँ मजाले हिँड्छ यताको बाटोमा गाडी लगभग नाइ बराबरै हुन्छ रातिमा अब रातिमा आपतमा पऱ्यो भने पनि अब फेरि त्यता वरिपरि अब हेल्प माग्नुलाई पनि न मान्छे हुन्छ न गाडी हिँड्छ होइन त्यता घर पनि धेरै छैन अनि तनाव अनि त्यहाँबाट बल्ल बल्ल होटल खोज्दा आज चाहिँ हेटौँडामा बल्ल होटल भेटेर अहिले 9:15 बजी चाहिँ होटल आइपुगेका छौँ अब आज यहीँ बसेर अनि अब फेरि भोलि बिहान नै निस्किन पर्ने किनकि उसको बिहानै काम छ उसको 6 बजी काममा निस्किन्छु भनेको मान्छे अब आज त यतै बस्नु पऱ्यो पानीले गर्दा अनि मेन बिजोगको कुरा भनेको चाहिँ हामी आजै गएर आजै फर्किने भनेर चाहिँ एउटा नि लुगा नबोकी हिँडेको है लुगा एउटै बोकेर हिँडेको छैन होइन लुगा छैन अब भएको लुगा सब भिजा निथ्रुक है हामीसँग लुगा छैन मलाई त यस्तो थकेला र गाह्रोले यस्तो रुन मन लागेर चाहिँ तर पनि कन्ट्रोल गरिरहेको छु झन् घर गएर आनन्दले सुताउँला भनेको त झन् यस्तो भयो तर के छैन जिन्दगी यस्तै अप एन्ड डाउन्स भइरहन्छ जिन्दगीमा सानो कुराले चाहिँ धेरै टेन्सन लिनु हुँदैन आजको लागि चाहिँ बस्ने ठाउँ पाइयो अब चाहिँ खानासाना खाएर सुतेर भोलि चाहिँ बिहान नै उठेर यहाँबाट हिँड्नुपर्ने हुन्छ अनि आजको लागि चाहिँ अब घर भेटेर चाहिँ म तपाईँहरूलाई रुम टुर गराउँछु आजको घरको रुम टुर गराउँछु यो चाहिँ भयो इन्ट्रान्स अनि यहाँ चाहिँ छ वासरुम यहाँ चाहिँ फेरि म आउने बित्तिकै रेनकोटहरू पुरै खोलेर सुकाइदिएको छु रेनकोट भिजेर जुत्ताको कुरा नगरौँ यतिसम्म भिजाएर के कुरै छोडिदिउँ होइन त्यसपछि यता छ एउटा बेड माथि एसी यहाँ छ अर्को बेड यहाँ हुनुहुन्छ हाम्रो टिभी यता छ हाम्रो दराज यता छ हाम्रो हेलमेट हाम्रो अहिलेको चाहिँ बाहिर चाहिँ फेरि एकदम कस्तो राम्रो आउँथ्यो बत्ती झिलिमिली यो चाहिँ बाहिरको भ्यू हो के छैन आजको लागि चाहिँ अब हाम्रो घर यही हो अब चाहिँ तल खाना खान जानुपर्ने हुन्छ फेरि खाना भनेको खाना फेरि रुममा चाहिँ हुँदैन अरे तलै जानुपर्छ र बरु म चाहिँ त्योभन्दा राम्रो बरु खानै खाँदिनँ तर म तल चाहिँ ओर्लिन्न मेरो ओर्लिने गति नै छैन क्या यस्तो गाह्रो भइरहेछ त्यस्तो हालत अनि यस्तो हालतले कसरी निस्किने सो अहिलेको लागि चाहिँ यही हो अपडेट अब चाहिँ एकैछिन रेस्ट गर्नुपर्ने हुन्छ खानको लागि मेन्यू हेर्नु पऱ्यो रुममा जे एभाइलेबल गराइदिन्छ नि त्यही खाने हो म तल चाहिँ म जाँदिनँ सो अब चाहिँ के खायो भने हेरौँ के हुन्छ सो अब चाहिँ एकछिनमा इन्फर्म गरौँला थाके हाम्रो चाहिँ खाना आयो गाइस भर्खर 10 बजिसक्यो है भर्खर खाना आएको छ अब चाहिँ खाना खाएर रेस्ट गर्नुपर्ने हुन्छ म अघिदेखि रेस्ट गर्छु भनेको है मलाई यस्तो थकाइ लागिसक्यो है कस्तो थकाइ लाग्छ भनेर म भन्न सक्दिनँ धेरै गाह्रो भइरहेछ कुन बेला ढुक्क निदाम जस्तो भइसक्यो बिहान 4 बजीदेखि उठेको बिहान 4 बजी उठेर जनकपुर पुगेर बिहान 4 बजी उठेर निस्किने भन्दाखेरि पानी पऱ्यो त्यसपछि पानी परेर हामी 5 बजी निस्क्यौँ 5 बजी उठ्न त 4 बजी रह्यो नि त 5 बजी निस्क्यो पनि सो 5 बजी निस्केर हामी 11:30 बजी जनकपुर पुग्यौँ अनि त्यहाँ अब गएछ 12 बजी एक्जाम सुरु खाना नि केही पाइएन केही खाएको छैन भन्दा पनि त्यो भुजा र अनि के थियो त्यो बन्दा र प्याजको पकौडा के थियो तरकारी के थियो त्यो अलिअलि मात्र खाएको खाने बित्तिकै कुदिहाल्यो किनकि खाने बेला हुँदासम्म त कति 11:50-55 भइसक्यो त्यो ढिला हुन्छ भनेर अनि पानी फेरि उस्तै परेको अनि त्यहाँबाट हतार अलिकति मात्र खाएर सबै खाना छोडेर अनि एक्जाम दिनु गयो त्यसपछि 3 घन्टा पानी परेर काहीँ निस्किने कुरा भएन त्यही पार्किङमै स्कुटी राखेको थियो म त्यहीँ बसिरहेको थिएँ 3 घन्टा म त्यहीँ पार्किङमा बसेर बिताएँ धन्न मैले पावर ब्याङ्क र अनि त्यसपछि के भन्छ इयरफोन चाहिँ लगाएको थिएँ त्यसपछि कति 20 मिनट एक्जाम ढिला स्टार्ट भयो भनेर 20 मिनट पछि एक्स्ट्रा टाइम दिएको रहेछ सो एक्जाम उसको एक्जाम सकेर निस्किँदाखेरि कति 3:30 बजे त आएको थियो त्यसपछि हामी त्यहाँबाट निस्किँदा 3:45 भइसकेको थियो होला त्यहाँदेखि पानीमा भिज्दै आएको 9 बजे हेटौँडा आइपुगेको बल्ल खाना आइपुगेको छ अब यस्तो गाह्रो भएको छ नि मलाई होइन यस्तो बेडमा ढल्ने बित्तिकै ढुक्क यस्तो निदामवाला फिल भयो क्या मलाई चाहिँ आफ्नै घर गएर यस्तो सुत्न मन थियो मलाई जहाँ गएँ नि होइन जस्तो सुकै ठाउँमा लगे पनि नि
लास्टमा आफ्नो घरमा आएर सुतेको भनेको आफ्नो घरमै हुन्छ क्या। मलाई आफ्नो रुम आफ्नो बेड जतिको नि कम्फर्ट मलाई कहीँ लाग्दैन क्या। सक्दिनँ भने यस्तो थकै लाग्छ। अब ठिक छ, केही छैन, जिन्दगी हो, कहिलेकाहीँ यस्तै हुन्छ, अनएक्सपेक्टेड कुराहरू हुन्छ लाइफमा। जान चाहिँ मन लागेर निस्कि पनि सकेका थियौँ कि 9:45 निस्कि पनि सकेका थियौँ हामी। भैँसे पुग्न आँटेको थियौँ, फेरि फर्केर आयौँ कि एकदम अँध्यारो, अनि फेरि पानी पनि डेन्जर परेको, रोक्दै नरोक्यो, अनि फेरि फर्केर उतैबाट यतै आयौँ। सब्जी खाना खानुपर्ने हुन्छ। मैले यत्रो बेर बोलेँ अनि अहिले नोटिस गरेँ क्या, मेरो आँखा त पानीले पुरै रातो भएर चाहिँ क्या, त्यो रक्सी खाएको मान्छेको आँखा रातो हुन्छ नि, त्यस्तै रातो भएर चाहिँ क्या। मैले अहिले बोलेँ होइन, अनि कस्तो क्लिप आएछ भनेर यस्तो हेरेको त आँखा त रातो न रातो कि। अघि यस्तो भइरहेको थियो कि बाटोमा, एकछिन अलिकति सजिलो भएर बस्छु। कस्तो भइरहेको थियो भने नि, अब एक त चस्मा नलाए आँखा देख्दैन टाढाको है, अब चस्मा नलाए आँखा देख्दिनँ। अनि त्यहाँबाट अब चस्मा लगाएपछि पानी सबै चस्मामा फ्रेममा होइन, अनि भाइजर लगायो हेलमेटको। अब भाइजर लगाएपछि के भयो, हेलमेटको भाइजरमा पानी पऱ्यो हो। अब एक त यतिकै त्यो भाइजरमा पानी पर्दा पनि नर्मलीलाई पनि अलिकति ब्लरै देखिन्छ। अनि त्यसमाथि म त झन् चस्मा लाउने मान्छे, चस्मामा नि पानी, भाइजरमा नि पानी अन्दै, अब नलाम भने त्यो एकछिन नलगाएको होइन, अनि त्यसपछि त्यो नलगाउँदाखेरि चाहिँ पानी सिधै आँखामा छिरेर त्यो डङ्किडुङ पानीले कुट्ने कि। अनि त्यहाँबाट त आँखा त यस्तो रातो भइगयो नि, अनि रक्सी खाएर मान्छे जस्तो। अनि चस्मा लाउने मान्छेलाई नि पानी पर्ने बेलामा चाहिँ हिँड्न चाहिँ एकदमै गाह्रो हुन्छ। कसले फिल गर्नु भएको छ यो कुरा, जो चस्मा लाउनुहुन्छ उहाँहरूले यो कुरा रिलेट गर्न सक्नुहुन्छ। के भएको बोली पनि, भोकले थकाइले बोली पनि निस्किन छोडिसक्यो। जसले चस्मा लाउँछ त्यसले यो कुरा रिलेट गर्नुहुन्छ मेरो पीडा। चस्मा लगाए पनि सुख होइन, नलाए पनि सुख छैन पानी पर्दा चाहिँ। सो त्यही भएर मेरो आँखा यस्तो भएको, फेरि खाएको रहेछ यस्तो उस्तो सोच्नु होला। सो मेरो आँखा चाहिँ पानीले गर्दाखेरि यस्तो रातोमा आँखाभरि पानी पसेर। अब चाहिँ धेरै गफ भयो, अब चाहिँ खाना सिलाइसक्यो, खाना खानुपर्ने हुन्छ। गुड मर्निङ एभ्री वान। अहिले चाहिँ ठ्याक्क बिहानको 8 बज्यो। अब हामी चाहिँ रेडी भयौँ। अब यहाँबाट निस्किँदाको यो चाहिँ हामी बसेको होटल थियो, यस्तो थियो बाहिर चाहिँ। सो अब चाहिँ हामी यहाँबाट निस्किनु पर्ने हुन्छ। जुत्ता यति चिसो छ, सुकेको छैन, जुत्दै पनि लगाएको छौँ। अब यहाँबाट फटाफट घर गएर फ्रेस भएर अनि त्यसपछि कुराकानी गरौँला। हामी चाहिँ फेरि अङ्कलकोमा आइपुग्यौँ चिया खान। अङ्कललाई सोधेको थियौँ हिजो यता पानी परेको थियो कि थिएन भन्नुभयो, यता नि अलिअलि त परेको थियो अरे, यता अलिअलि परेको थियो, उता जस्तो भयङ्कर चाहिँ परेको थिएन अरे। अनि अब अङ्कलकोमा चिया खान्छौँ। अनि यहाँबाट आरामले निस्केर आफ्नो घर नुहाइ धुवाइ खाना पकाइ खाइ, लुगाहरू मेसिनमा हाल्नुपर्ने छ, जुत्ताहरू धुनुपर्ने छ, यस्तो भयो गति। सरसफाइ गर्न लाउनु भयो रहेछ अङ्कलले। त्यही कुरा गर्दै थियो, के रोप्यो भने त फल्छ है अङ्कल भनेको, मजाले फल्छ भन्दै कुरा गर्दै हुनुहुन्थ्यो, उता कुरा गर्दै हुनुहुन्थ्यो। अहिले चाहिँ तातो भइरहेको घाम लागेर थकाइले यस्तो भएको छ नि। अघि बिहान उठ्नै मन नगरेको क्या, कस्तो उठ्नै नपरे हुन्थ्यो जस्तो भइरहेको थियो। तर अब आफ्नो घर भइरहेको त उठिन्थेन र, अब घर जानुपर्ने भएर जबरजस्ती भए पनि उठियो। अब चाहिँ निन्दै पुग्यो, सरी निन्दै पुगेको नि कि हाई आइरहेको छ भने। अब घर गएर पनि मेसिनमा लुगाहरू हाल्नुपर्ने छ, किचनहरू सफा गर्नुपर्ने छ। अनि अङ्कलको फोनमा डाटा चलेन अरे भनेर बनाइदिनु हुनुहुन्छ यहाँ। अनि त्यसपछि किचन सफा गर्न पऱ्यो है, अनि लुगा धुनु पऱ्यो। एउटा कुरा कति रिपिट गरेँ होइन मैले। अनि म निन्दाले चाहिँ बोली नै भइरहेन, दिमागै खुलिरहेको थिएन। अनि त्यसपछि घर सफा गर्नुपर्ने छ, अनि अर्डरहरूको यसो हेर्नुपर्ने छ, प्याकिङहरू। हिजो मैले एउटा अर्डर पोखराको थियो, डिस्प्याचको लागि छोडेर आएको थियो अगाडिको पसलमा। जहिले आउने दाइहरू आउनुहुन्छ होला भनेर, 2जना दाइ जहिले सामान पिकअप गर्न आउनुहुन्छ कि।
कि एउटा दाइ आउनुहुन्छ कि अर्को दाइ आउनुहुन्छ, दुईजना मात्र आउनुहुन्छ। अनि हिजो चाहिँ अनि दाइलाई बिहान फोन गरेँ, म जनकपुर पुगेपछि म 11:30तिर फोन गरेको थिएँ, दाइ आज सामान लिन आउनु भएन भनेको। म अर्को भाइलाई भनिदिन्छु है नानी, म आज भ्याउमा आउने होइन आज भन्नुभयो। अनि फेरि अर्को दाइको फोन आउला भनेको अर्को दाइको पनि फोन आएन। त्यसपछि 1:30 बजे फोन आयो अनि नयाँ दाइ हुनुहुँदो रहेछ। अब अनि फेरि उहाँलाई त कसरी लोकेसन बुझाउने, उहाँले भन्यो नि त लाइभ लोकेसन सेयर गरिदिनु न, बरु सजिलो हुन्छ लोकेसन बुझाइदिनु। अब म जनकपुरमा थिएँ, अब घरको लोकेसन दिएर पनि भएन, त्यहाँनिर पसलमा सामान छोडेर आएको थिएँ। अब पुरानो दाइहरूले भए त चिन्नुहुन्थ्यो। अनि दाइले अनि फेरि अर्को दाइलाई फोन गरेँ, पुरानो दाइलाई। दाइले सामान त जसरी पनि उठाउनु पऱ्यो नानी भन्दै हुनुहुन्थ्यो। अनि मैले होइन दाइ केही छैन, अब म भोलि आइहाल्छु, भरे आउँछु, अनि भोलि सामान रिसिभ गर्नु होला भन्ने थिएँ। अब आज गएर त्यो सामानहरू पनि डिस्प्याच गर्नुपर्ने छ। सरी, नयाँ अर्डर पनि प्याकिङ गर्नुपर्ने छ, गएर कति काम छ आफ्नो। न्यु रोड पनि जानु छ एउटा सामान लिन। अहिले चाहिँ मेरो बोली नि खुलेन, निन्द्रा नि खुलेन है, आँखा उ भइरहेछ। म चिया खाएपछि कस्तो सार्प टर्निङ छ भने नि यहाँनिर त। अब चिया खाएपछि यस्तो बोली खुल्छ कि भन्ने आश गरेको छु है। अब चिया आइन्जेल एकछिन आराम गरौँ। टर्निङ चाहिँ एकदम सार्प छ कि यहाँको कस्तो। अनि फेरि टायरहरू कस्तो चिप्लिन्छ क्या योवाला टर्निङमा चाहिँ, किन हो। यहाँ अङ्कलले पनि हामी आएर जहिले कुरा गर्नुहुन्छ कि यहाँनिर त कति एक्सिडेन्ट हुन्छ भनेर। यो टर्निङ लास्टै सार्प छ कि, अनि गाडीको टायर कस्तो चिप्लिन्छ कि सर सर गर्छ कि यो टर्निङमा उक्लिँदाखेरि चाहिँ। गाडीहरू आउँदैछ, रमाइलो, यताको बाटो रमाइलो। हिजो एकचोटि त यस्तो सार्प टर्निङ छ कि हिजो एकचोटि त मलाई है के भन्छ यस्तो होल्डर पनि नपाएको। अनि त्यसपछि के भन्छ पानी उत्तिकै परिरहेको, थकाइ उत्ति लागेको, यस्तो रिस उठिसकेको थियो। एकचोटि चाहिँ मैले छोडिदिएँ जाम हिँड भनेर होइन, 9 बजी निस्केको क्या। अनि कहाँनिर भने भैँसिया सामरे कटेर भैँसिया आइपुग्नुभन्दा अगाडि त्रिखण्डीतिर होला, ए होइन कहाँ त्रिखण्डी भन्न आएछ, यता भैँसिया आइपुग्ने यति हो, त्रिखण्डी त उतै हो। त्यतातिर आइपुग्नु लागेपछि अनि फेरि अँध्यारो भयो, कस्तो डर लाग्थ्यो थियो क्या। अनि उसले फेरि स्वाट्टै घुमाएर अन्त छोड्दिनँ, जहाँ भेटिन्छ जुन अर्डर भेटिन्छ त्यसमा बस्ने भएर अनि स्वाट्टै घुमाएर लगेको कि। यस्तो अँध्यारो त्यो बाटो फेरि राति हिँड्नमा चाहिँ एकदम अँध्यारो, कस्तो डर लाग्दो क्या। खोइ कसरी एक्सप्लेन गर्नु, त्यो एकदम डर लाग्दो थिएछ यो बाटो चाहिँ। अब चाहिँ चिया खाम। खुर्सानी भने अन्डा नि खाने हो, अन्डा ल्याउनु। म रानी चाहिँ खान्न, बाहिर कुखुरा चाहिँ खान्छु, एउटा मात्रै खान्छु म। एउटा अन्डा नै हाल्दैन यहाँको चिया आयो। तपाईँहरू पनि यदि हेटौडाको बाटो हिँड्दै हुनुहुन्छ भने चाहिँ ठ्याक्कै यहाँ भीमफेरी बजारभन्दा अगाडि टर्निङमा यहाँनिर चाहिँ चिया खानुभयो भने चाहिँ हुन्छ, रिग्रेट चाहिँ हुँदैन। यस्तो मिठो चिया पाउँछ भन्ने त, यहाँ कस्तो मिठो चिया पाउँछ, मिठो चिया पाउँछ एकदम। हाम्रो चाहिँ यो कहिले माघ महिनामा आएको थियो, मङ्सिर मङ्सिरमा, सरी मङ्सिरमा आएको थियो। मङ्सिरदेखि नै हामी यो बाटो आउने बेलामा चाहिँ जहिले पनि यहाँ अङ्कलको चिया आउँछ। म अङ्कलकोमा यहाँ आउनु भने चाहिँ रिग्रेट चाहिँ फिल हुँदैन। सो म रिकमेन्ड गर्छु, यो बाटो हिँड्नुभयो भने चाहिँ यहाँ चाहिँ अभियसली आउनु होला। बोल्न सक्ने कन्डिसन हाई हाई भइरहेको छ होला त्यतिको। चिया खान्छु म गाइस, धेरै बोल्दिनँ म, सक्दिनँ आज। यो अब बिहानको ब्रेकफास्ट हो, अब यति खाएर चाहिँ अनि हामी आरामले जान्छौँ होइन बेबी। के भनिदिनुहोस् न आज के हो आजको हाम्रो यात्रा हेटौडा काठमाडौँसम्म हो। मौसम राम्रो छ, घाम लागेको छ, त्यस्तो गर्मी पनि छैन। फेरि पानी परेर फेरि डाँडा काँडा फेरि हरियाली देखेको छ। अनि आज के हो, आज हाम्रो एनिभर्सरी हो, एनिभर्सरी। हामी चाहिँ आइपुग्यौँ हेटौडाबाट कुलेखानी। अनि यहाँ चाहिँ यता जाने माथि आउनु न। यहाँ चाहिँ म यो टावरमा, यहाँ टावर होइन यसलाई के भन्छ, यो यसमा चाहिँ यो डाँडामा चाहिँ म फर्स्ट टाइम आउँदैछु होइन। हामी चाहिँ ट्याक्क कुलेखानी आइपुग्यौँ हेटौडाबाट।
अनि यो माथि हाइटमा चाहिँ म कहिल्यै चढाएन क्या, आज चाहिँ म फर्स्ट टाइम चढेको हेर्नको लागि। यहाँबाट यस्तो भ्यू देख्छ है। म चाहिँ यहाँ माथि चाहिँ कहिले चढाएको थिइनँ, यो बाटो हिँड्दाखेरि उता तलबाट चाहिँ खिच्या हो। तर यहाँ माथि चाहिँ म फर्स्ट टाइम चढेको। कस्तो राम्रो भ्यू छ। यहाँ चाहिँ मेरो बेबी हुनुहुन्छ। हेलो। कस्तो राम्रो भ्यू। यतापट्टि आउनु त। कस्तो राम्रो, कति राम्रो भ्यू छ। यहाँ बोटिङ हामी गरेका छौँ एकचोटि। यता हान्नु तर ऊ त तल्लो हामीले चाहिँ फोटो भिडियो खिच्ने कार्यक्रम पनि सक्यौँ। अब चाहिँ निस्किनुपर्ने हुन्छ सरासर घर। हिजोदेखिको अल्मलेको छौँ। म यहाँ माथि चाहिँ कहिले चढेको थिइनँ नि त, त्यसरी त्यहाँ माथि गएर यस्तो भ्यू हेरेर आइदिएको। ड्याम चाहिँ तल चाहिँ एकचोटि गएको थियौँ हामी ढुङ्गा चढ्न चाहिँ। तर त्यसपछि चाहिँ यता यो बाटो चाहिँ कति हिँडेको है बेबी, तर जहिले पनि बेलुका पर्थ्यो, राति हिँड्दा 9-10 बज्थ्यो। कहिले पनि खिच्न पाएको थियो, कहिले बिहान 4 बजे। आज चाहिँ ठ्याक्क टाइममा आइपुग्यो यहाँबाट। हामीले फोटो भिडियो खिच्यौँ। यस, त्यसपछि भिडियो नि बनायौँ, फोटो पनि खिच्यौँ। अब चाहिँ जाने हो घरतिर। हामी चाहिँ बाटोमा फर्किँदा आएर ठुलो झरना। अनि यहाँ चाहिँ हामी भिडियो फोटो खिच्दैछौँ। अब चाहिँ फोटो भिडियोहरू खिच्यौँ। अब यहाँबाट जानुपर्ने चाहिँ यस्तो राम्रो झरना चाहिँ म देखाउँछु तपाईँहरूलाई। भन्ने झरना चाहिँ खतरा छ है। अनि हामी चाहिँ यहाँ भिडियो खिच्न आएको थियौँ। अब चाहिँ भिडियो फोटो खिच्दा क्या अब चाहिँ जानुपर्ने हुन्छ। बाटोमा अझै झर्नाहरू छ नि हेरौँ। अब यो राम्रो झर्ना भेट्यो भने अझै गरेर भिडियो खिच्छ।